म चाहिँ तपाईहरुलाई आज यो एलईडी लाइट गाडीमा इन्स्टल गरेर देखाउँदै छु। सर्वप्रथम तपाईहरुले बक्समा आएको यो आउँछ, एउटा तार आउँछ, यसमा 5 वटा पोइन्टहरु छ। त्यसपछि यो चेप्टो खालको एउटा फाइबर वायर आउँछ अनि गोलो खालको आउँछ। सबैभन्दा पहिला यसलाई टेस्ट गर्नुहोस् लाइट काम गर्दैछ कि छैन भनेर। यहाँ प्लग गरे, हेर्नुहोस् सबै लाइट बलेको छ। यो ठीक छ। अब तपाईहरुले यस पछाडी गर्नुपर्ने भनेको यो चेप्टो खालको फाइबर लामो आउँछ। तपाईहरुले यहाँ गाडीको साइज पहिला हेर्नुहोस्, कहाँदेखि कहाँ कुदाउने भनेर तपाईहरुले अनुमान गर्नुपर्ने हुन्छ। त्यसपछि अन्दाजले तपाईहरुले साइज एकदम नापेर बिस्तारो विचार गरेर कहाँदेखि कुदाउने हो सिजरले यसलाई काट्नुपर्ने हुन्छ। तपाईहरुले यो पालबाट यसलाई सानोलाई छिराउने, रोकन त्यति भन्छ। यसलाई काटिसकेपछि सानो पनि छिराइसकेको छु मैले, यति लेन्थ राख्ने। अनि तपाईको यसमा चाहिँ यो प्लास्टिकको स्क्रु हुन्छ, यो पाइपलाई यसरी यहाँ भित्र छिराउने हो अनि तपाईले यो स्क्रु टाइट गर्नु होला। फाइनल्ली लाइट इन्स्टल गरियो, 1 घण्टा जति लाग्यो दिनभरि। हेर्नुहोस् दामी छ, ब्लू कलरमा छ। तपाईको फोन एपबाट चाहिँ कलरहरु चेन्ज गर्न पनि मिल्छ। म यहाँबाट देखाइदिन्छु तपाईको। अनि गीत बज्दाखेरि अब रेड चाहियो मलाई, रेड बनाउने भयो। यो भयो। अब मैले म्युजिक बजाएँ भने म्युजिक अनुसार हेर्नुहोस् दामी। म्युजिक अनुसार पनि तपाईको कलरहरु चाहिँ उतापट्टिको देखाएन, ढोका दिएर